मैले चाहिँ हैन मलाई एकछिन इवाको याद आयो मलाई। छोरी मान्छेको कुरा त अनि छोरी मान्छे नै हुन्छ, छोरा मान्छे हुँदैन है। सरी, त्यही भन्न चाहन्छु। सो जसलाई मेरो बारेमा केही पनि थाहा छैन तहरुलाई बोल्ने केही अधिकार छैन। ओके, नो राइट। ओके, जब कि मैले के मेरो बारेमा बोलेको छुइनँ भने तिमीलाई पनि कुनै राइट छैन। अरे मन हाम्रो पनि छ, गल्ती मान्छेबाट हुन्छ। ओके, सो तिमीहरूको यो ओपिनियन, तिमीहरूको यो के भन्छ सल्लाह सुझाव प्लिज आफूसँग राख्नु होला हैन। म कस्तो छु त्यो मलाई थाहा छ। अब मैले यहाँ जति बोले पनि जे गरे पनि तिमीहरूको सोच त बदल्न सक्दिन, तर पनि आई एम गुड। ओके, आई एम गुड। अनि बहिनीहरु धेरै नभोका मेरो कमेन्टमा है, यस्तो गरे के ब्ला 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 यहाँ बोल्न मिल्दैन। तर है म चाहिँ कस्तो खालको मान्छे भन्दाखेरि चाहिँ मलाई सिचुएसन ह्यान्डल गर्न आउँछ हैन। म आत्तिन्दिन, म यति कुरामा चाहिँ म खुसी छु हैन। म के बोल्छु मलाई थाहा छैन, तर पनि म के बोल्छु भनेर आएको थिएँ, तर पनि म मनकै कुरा बोल्दैछु हैन। दिमागै छैन क्या एकछिनै के भन्छु भन्दाखेरि चाहिँ अब चाहिँ सो प्लिज आजसम्म जति भिडियो बन्यो आजदेखि चाहिँ प्लिज मेरो नाममा कुनै पनि भिडियो न नेगेटिभ वेमा आई डोन्ट नो गर्छ होला, बट नेगेटिभ वेमा पोजिटिभ वेमा मलाई दुईटैमा भिडियो चाहिएन हैन। अनि थ्याङ्क यू सो मच भन्न चाहन्छु सबैजनालाई हैन। अनि आम स्ट्रङ इनफ। थ्याङ्क यू सो मच गाइज। सबैलाई धेरै 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 भन्दा धेरै 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 माया। अनि म त्यो केटासँग मेरो नाम जोड्न चाहन्न प्लिज, त्यति हो मेरो कुरा हैन। अनि रिपोर्ट भन्नेको कुरा, केस फाइल भन्नेको कुरा त्यो बिस्तारै हुन्छ, किनकि यो भएको भिडियो त पहिलाको हो, आउट अहिले भएको छ नि त। सो प्लिज अहिले उसलाई चिल गर्न दिनु हैन। जब मेरो दिमाग सर्किन्छ म केस फाइल गर्छु है, पछि, अहिले हैन, अहिले हैन, म पछि गर्छु। सो त्यसको लागि पनि हैन उसले पनि चिल गरोस् हैन, चिल मारोस्। तर